अहिले चाहिँ हामी यहाँ चाउचाउ उमारेर खाँदैछौँ। समेक यहाँ हो मन पर्दैन र दिदीलाई चाउचाउको काम त है कति सेट हुँदैछ यहाँ दाइले खुसी भएर हेलो गाइज वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी शनिबार अनि हामी चाहिँ घुम्न निस्केको अनि हामी चाहिँ अहिले चाहिँ यता ब्रह्मखेल दिदीकोमा त्यहाँ काम छ थोरै अनि त्यसपछि चाहिँ त्यहाँ एकछिन गएर अनि हामी चाहिँ बेलुकाखेरि चाहिँ फेरि घुम्न निस्केको अनि आजको छ हाम्रो फ्यामिली भ्लग काम खिच्छु अनि हेर्दै गर्नु होला सबै अहिले चाहिँ हामी आइपुगिसक्यौँ ब्रह्मखेलमा दिदीकोमा। यता हुनुहुन्छ बाबा हेलो भन्नु हाम्रो आज धेरै पछिल्लो अनि मेरो छोरो यता हेलो से हेलो र अहिले चाहिँ हामी ठ्याक्कै आइपुग्यौँ यहाँ दाइको घरमा। यता अब तलतिर जानुपर्छ अनि हामी गाडी यहाँ पार्किङ गर्दैछौँ अनि म छु यहाँ अब चाहिँ हामी जाँदैछौँ ठ्याक्कै आइपुग्यो साथीहरू। ल समेक चाहिँ जाँदैछ ओ समु पख न दादा घर आएपछि त ऊ त फरक एक्लै हिँड्दो रहेछ अगाडि हामी चाहिँ पार्किङ यहाँनिर गाडी कस्तो रमाइलो छ भाइ यहाँ ब्रह्मखेलमै यस्तो छ यहाँनिर कति घर बनिसक्यो अहिले त पहिला त थिएन। दिदीको घर चाहिँ हामी दाइको घर चाहिँ ओ तल अलि तल जानुपर्छ अनि यहाँ छ अनि अब आइपुग्यो अनि ढिला भयो आउँदा आउँदै आज अनि यस्तै छ आजको ब्लग हेर्दै गर्नु होला सबिज ब्लग। ल ल हामी चाहिँ ठ्याक्कै आइपुग्यो। अरूलाई लासो भने त भिडियो अरूलाई लासो भने खै भने नि गरिसक्यो क्याप्चर गर्ने यहाँ गर्छु भने त भएन छ भने दुईजना रहेछ र अझै हेरे कस्तो चेन्ज भएछ त अहिले त खै त मम्मी ए ऊ अब आयो ऊ ऊ भाइ आयो भाइ अझै दादाको भाइ हो यहाँ दिदी ल यहाँ दिदीकोमा आइपुग्यौँ है र अझ ठ्याक्कै आइपुग्यो खुसी भएर कम खुसी भएर हेर न फुर्केर अझै दादाको हेर्नु पनि खेल्नु त कति खुसी भएर बसेछ है फुर्केर हेर न फुर्केर डर लाग्यो ल हेर फुर्केर है उधुम भएको छ ल अझै दादाको पप्पी थियो ल डगी डगी हेर रमाएर है चाहिँ अब हाम्रो चाहिँ यहाँ सिसी क्यामेरा राख्नको लागि चाहिँ रेडी हुँदैछ यहाँ दाइहरूको घरमा। हामी चाहिँ खानासाना खाइसक्यौँ काम गर्ने दाइहरू नै हुनुहुन्छ बल्ल बल्ल हुँदैछ हाम्रो यहाँ काम। समिक यहाँ गेम खेल्दैछ उस समिकलाई है बाहिर हिँड्ने बित्तिकै मजा होइन मजा त्यो कम मात्या छैन यो आज ब्लग गर्दैछ काम हुँदैछ धमाधम अनि म चाहिँ यहाँ हामी चाहिँ खानासाना खाएर टन्नै अब अल्छीलाई भाडा नि मलाई होइन अब एकछिन भाडा यहाँ दिदीहरू हामीहरू चिसो खाइसक्यौँ चिसो पनि खाँदै काम पनि हुँदैछ फटाफट अनि काम छिटिसक्यो भने एकछिन बाहिर जान्छु भनेर आज भेट्दै भएन यस्तो छ आजको भ्लग हेर्दै गर्नु सबै भ्लग। अहिले चाहिँ हामी यहाँ चाउचाउ उमारेर खाँदैछौँ समेक यहाँ हो सबभन्दा मिठो भएछ भन्दैछ उसले मिठो मानेर खाँदैछ। हामी चाहिँ अहिले चाहिँ हाम्रो खाजा खाने टाइम हामी चाहिँ खाजा खाँदैछौँ चाउचाउ पकाएको मैले कुक अनि यता क्यामेरा जोड्दै हुनुहुन्छ अझै ऊ भर्खर खाजा खाँदै हुनुहुन्छ। कस्तो भएछ भन्नु चाउचाउ दिदीले खानुहुन्न रे मन पर्दैन रे दिदीलाई चाउचाउ अनि यहाँ काम यहाँ भद्रगोल छ कागज तपाईँले हाले खाएर खानुहुन्न होला भनेर हालो हेरेर यी प्लग मेसिन गन कागती हाल्ने हो तपाईँलाई त्यही भएर नहालेको मैले कागती मिठो भएन सर हो चलाएर खानु न त हाल्दा थिएन
ल हाम्रो काम चाहिँ हुँदैछ यहाँनिर एउटा सिसी क्यामेरा त जोडिसक्यौ यहाँनिर एउटा चाहिँ भयो बाहिरको पनि जोड्यो कस्तो भएछ अझै चाउचाउ चौचौ एकदम दामी भएछ हेर गफ लाग्यो चाउचाउ दादाले ल अब चाहिँ हामी खाजा खाँदैछौँ यस्तै छ आजको भ्लग हामी यहीँ रात पर्नु लागिसक्यो हो आज बाहिर जाऊँ भने जान नपर्ला जस्तो छ अब एकछिनमा काम सकियो अरे अनि हामी निस्किन्छौँ अनि म पनि खाँदैछु चाउचाउ अनि यस्तै छ आजको हाम्रो काम हुँदैछ जम्मा हेर्दै गर्नु यहाँ साँझको पूजा अब पूजा गर्दै हुनुहुन्छ यता ए हामी यहाँ बसेर साँझ भइसक्यो दिदीले यहाँ पूजा पनि गरिसक्नु पूजा गर्दै हुनुहुन्छ दिदीले त्यो बाहिर उयो धारानेरी ल हो काम हुँदैछ धम्माधम सक्छ अब छिट्टै दिदीको पूजा पनि सक्यो डन बत्ती पनि बाल्नु भयो यहाँ कम राम्री भएर बस्नु भएको छ यहाँ अँध्यारो भएर देखेन यहाँनिर रेडी भएर बस्नु टिकटक बनाउनु भनेर यता ऊ यहाँ ऐनामा त क्या दामी हुँदो रहेछ हामीलाई हेर्न लागिसम्म हेर त ए यता कान्छी दिदी हामी पाखरिन्छ यता हुनुहुन्छ मेरो सविता बहिनी पाखरिन्छ हामी पाखरिन्छ है अनि आज चाहिँ मैले गिफ्ट पनि पाएको छु अनि तपाईँहरूसँग सेयर गर्दैछु अनि यो गिफ्ट पाएको छु यो स्किन केयरको सामान यहाँ छोरीले अस्ट्रेलियादेखि पठाइदिनु भएको अनि अब छोरीले यस्तो स्किन केयरको सामान पठाएको अनि यहाँ अर्को पनि छ है इयरिङहरू यहाँनिर टप यस्तो छ अनि अर्को यो पनि यहाँ छ खै यो चाहिँ बटरफ्लाई हाफ बटरफ्लाई कस्तो दामी छ देख्नु है ल अनि यो सबै गिफ्टको लागि चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु छोरीलाई अनि के अरे आमा पनि बन्दै हुनुहुन्छ छिट्टै नै है हामी भइसक्यो म हुँदैछौँ छिट्टै नै क्यामेराम्यान चाहिँ आस्याङ क्यामेराम्यान चाहिँ आस्याङ हो है देखाउ त सानो आस्याङ हो म आस्याङ भन्नु खै मामा हुँदैछ समीक भाइ म आस्याङ भन्नु न खै भन्नु न म आस्याङ हो भन्नु न आस्याङ भनेको मामा क्या तामाङ भाषामा लाज मान्दैछ है अनि धेरै धेरै बधाई छोरी र जयलाई अनि यो गिफ्टको लागि पनि थ्याङ्क यू सो मच अनि धेरै धेरै माया आई लभ यु काम त है कति बजे भने हाम्रो 6 ठ्याक्कै टाइम 6:54 भइसक्यो 7 बज्न लागिसक्यो बल्ल हाम्रो टिभी सेट हुँदैछ यहाँ काम भद्र गोल्छ अजयको कोठा त आज त अझै अब तिमीलाई भोलि दिनभर लाग्छ गर्नलाई अब सक्नु लाग्यो टिभी जोइन गरेपछि सक्यो हाम्रो काम हुँदैछ यस्तै हाम्रो अब लगभग सक्यो यस्तै छ हाम्रो यहाँ पत्र गोल है ल सिसी क्यामेरा पनि टक्कै भयो हाम्रो यसरी सजिलो भयो ल काम अब चोरको बिग्बिगी छ काठमाडौँमा त्यही भएर सिसी क्यामेरा राख्नै परेन होइन अझै बाहिरबाट पनि ट्र्याकिङ गर्न मिल्यो ल काम सक्यो डन काम तमाम आज ल अहिले चाहिँ अब हामी जान लाग्यो अब खानासाना खायो टन्नै हैसम्म खानासाना खाएर अब हामी चाहिँ घर लाग्यौँ राति अब 9 बजिसक्यो एकदम चस्मा लगाउँदैछ राति पनि अब चाहिँ हामी जाँदैछौँ दिदीको घरमा काम पनि सक्यो कहु गेब्यौँ मनी बाबाले दिनु भयो अरे ल अब चाहिँ हामी जाँदैछौँ लेट्स गो बडी सिन्धुली गढी अब हामी अब चाहिँ हामी जान लाग्यो
ल समूह पनि जानको लागि रेडी भइसक्यो हामी चाहिँ खानासाना खायौँ अनि यता हुनुहुन्छ दिदी अनि हामी चाहिँ खानासाना खाएर काम सकाएर अब जानु लाग्छौँ बाई अनि अब बाई यो नेक्स्ट भ्लगमा फेरि छिट्टै नै भेट हुने नै छौँ भन्दा चाहिँ आजको यो भ्लगलाई चाहिँ यहीँ इन गर्न चाहन्छु सी इन नेक्स्ट भ्लग गाइज बाई बाई